24 घण्टामा हाम्रो लाइसेन्स आरामले निस्किने रहेछ। यहाँ छ प्रुफ है। मैले 2017 देखि लाइसेन्स पाएको थिइनँ। अस्ति भरेको 24 घण्टामा मैले मेरो लाइसेन्स पाइसकेको छु। सम्पूर्णलाई स्वागत छ भिडियोमा। लाइसेन्सको विषयलाई लिएर एउटा सानो भिडियो बनाएको छु, सबैले हेरिदिनु होला। 24 घण्टामा लाइसेन्स निस्किन्छ भन्ने अब पुरै हल्ला छ हाम्रो नेपालभरि। मैले अस्ति फर्म भरेको 24 घण्टा पुरा भइसकेको छ। अहिले म यहाँ लाइसेन्स लिनको लागि बानेश्वर, जुन चाहिँ हाम्रो यातायात कार्यालय, प्रमुख कार्यालय भनौँ न नेपालभरिकै सबैभन्दा ठुलो हेड अफिसमा आएको छु है। 24 घण्टामा निस्किन्छ, तपाईँ आउनुहोस् भन्नुभएको छ। हेरौँ है त के कस्तो हुँदो रहेछ। ल गाइस, फाइनल्ली मैले मेरो स्मार्ट कार्ड लाइसेन्स पाइसकेको छु है। हो रहेछ अहिले 24 घण्टामा एउटा फर्मालिटी चाहिँ पुरा गर्नुपर्दो रहेछ होइन। म त्यसको लागि अर्को भिडियो बनाउँदैछु, त्यो भिडियो मजाले हेरिदिनु होला। यो भिडियोलाई सकेसम्म सबैसँग चाहिँ सेयर गर्नु होला। 24 घण्टामा हाम्रो लाइसेन्स आरामले निस्किने रहेछ। यहाँ छ प्रुफ है। मैले 2017 देखि लाइसेन्स पाएको थिइनँ। अस्ति भरेको 24 घण्टामा मैले मेरो लाइसेन्स पाइसकेको छु। भिडियोलाई सकेसम्म सेयर गरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला। थ्याङ्क यू सो मच फर वाचिङ। एउटा फर्मालिटी चाहिँ पुरा गर्नुपर्दो रहेछ होइन। म त्यसको लागि अर्को भिडियो बनाउँदैछु, त्यो भिडियो मजाले हेरिदिनु होला। यो भिडियोलाई सकेसम्म सबैसँग चाहिँ सेयर गर्नु होला।